तँलाई शरम लाग्दैन? बालेनलाई पैसा तिरेर मन्त्री भएको भन्ने तँ जस्तो हो? पुरा पानी ल्याउने बाहना गरेर देश विदेशमा पैसा उठाएर खाने। कता छ खोला, कता नाला छ, कता खोला छ खोजेर हेर्दै रोँदै एक्टिङ गर्दै पैसा उठाउँदै खाँदै गर्ने तँ जस्तो हो बालेन? र पैसा तिरेर मन्त्री भएको भन्छस्? तिन करोड जनतालाई मन परेर चिनेर जानेर 3 करोड जनताले मन्त्री बनाएको हो। तँ जस्तो हो? तेरो बुद्धि जस्तो हो? तेरो बुद्धि त चोर्नु जानुपर्छ, चोरेर खानुपर्छ भन्ने। देशमा सबैले दुःख गरेर विकास गर्नुपर्छ, दुःख गरेर खानुपर्छ भन्नु छैन। दुःख पर्यो भने चोरेर खानुपर्छ भन्ने तेरो दिमाग, तेरो बुद्धि। आज खानु पाइन भने चोर्ने हो, चोरेपछि सरकार जेलमा जानुपर्छ भन्ने तेरो दिमाग, तेरो बुद्धि। तेरो बुद्धिमा घु भरिएको, किमा भरिएको। पाए बाउने पनि अर्कैले सहयोग गरेको छ, ढुङ्गा बाउने पनि अर्कैले सहयोग गरेको छ, गिटी कुने नि अर्कैले सहयोग गरेको छ, देशैभरिको मान्छेले सहयोग गरेको छ। मासु भात खाने पनि अर्कैले सहयोग गरेछ। मरेको मान्छेको नाममा सबैले दिएछन्, सहयोग गरेछन्। देश विदेशबाट जम्मै पैसा उठाउँदै खाँदै गरिस् तैँले। अनि अब बालेन मन्त्री भएर बालेनले मलाई पनि त्यही खोज्छ कि भने डराएर जे पायो उही बोल्छस् बौला पागल। एकपल्ट होइन, दुईपल्ट होइन, हजारौँ दिनको 10-12 चोटि लेख्ने बोल्ने खुराम्रो बोल्छस्, खुराम्रो अनार छ त चिम्पाङजी। जात बत्तिस जहिले पनि कराछ त्यति राम्रो काम गर्नुभएको छ। अहिलेको सरकारले यति राम्रो काम गर्नुभएको छ, यस्तो ठुल्ठुलो काम गर्नुभएको छ, त्यही पनि विरोध गरेछ। तेरो दिमागमा घु भरिएको रहेछ। तेरो मुखमा त सिउले सिलाएर राखिदिनु पर्ने।